हेलो, म चाहिँ यहाँ बसेर करेक्सन गरिरहेको थिएँ होइन यसरी। भरे चाहिँ एकजना दिदी आएर चाहिँ मलाई यो दिनुभयो हो। अनि मैले यस्तो हेरेको त यो त कोदोको पिठो रहेछ। हेर्नुहोस् न कस्तो मनपर्छ मलाई यो कोदोको पिठो कि। तर यो चाहिँ जब चाहिँ हामी सानो सानो थियो नि त्यति बेला चाहिँ हाम्रो घरमा चाहिँ हाम्रो बोजू अब हामी त कोकु भन्थ्यो, कोकुले चाहिँ रोप्नुहुन्थ्यो क्या। अलिअलि रोप्थ्यो त्यति बेला, हामी पनि रोपिहिँड्थ्यो बारीमा गएर हो। त्यहाँदेखि त्यति बेला चाहिँ पाकेपछि चाहिँ त्यो उठाएपछि त्यसको चाहिँ ढेँडो पकाएर दिन्थ्यो होइन हामीलाई, ट्याक्कै नमन पर्ने। अनि रोटी पनि पकाएर दिन्थ्यो होइन, यस्तो गरेर पातमा यसो गरेर पनि कसरी पकाउँथ्यो त्यो रोटी। अब यो त बेलिँदैन पनि होइन, त्यहाँदेखि त्यसरी पकाएर दिन्थ्यो कि ट्याक्कै नमन पर्ने। तर अहिले चाहिँ यही चिज चाहिँ मेरो लागि बहुत चिज भएको छ है, कोदोको पिठो है। यो चाहिँ साथीहरू कोदोको पिठो। अन्त आजकल चाहिँ मैले यसलाई कसरी खान्छु भने चाहिँ नि प्रायः जस्तो चाहिँ म चाहिँ यसलाई प्यानकेक जस्तो बनाएर खान्छु होइन। यसलाई मैले सादा प्यानकेक पनि केही छैन, मलाई नमक लगायो हो, नुन लगायो, अनि यसलाई पानी लगाएर फिट्यो। त्यहाँदेखि त्यसमा चाहिँ अन्डा पनि टक्कै फुटाएर हालेर त्यो पनि मजाले चाहिँ मिक्स गरेर चाहिँ प्यानकेक बनाएँ होइन। प्यानकेक पानी रोटी बनायो, अन्तखेरि खाएँ। पातला पातला कस्तो मिठो हुन्छ। घिउमा गर्नुपर्छ, तर पकाउँदा चाहिँ घिउमा पकाउनुपर्छ कि साह्रै दामी हुने। कम्ती तेल घिउ छैन भने चाहिँ कम्ती तेलमा पकायो दामी हुन्छ है, मिठो टेस्टी हुन्छ। अनि त्यसलाई चाहिँ धनियाँको अचार नै त नभए भने चाहिँ के पो लसुनको अचारमा चाहिँ यस्तो डिप गर्दै खानुपर्छ कि त्यो रोटी चाहिँ एकदमै राम्रो हुन्छ नि, हेल्दी पनि हो। हेर्नुहोस् त यो त मेरो लागि कति दिन पुग्छ नि अब। थ्याङ्क यू दिदी।